हेलो गाइज, हेलो एभ्रिवान, नमस्ते। के छ हाल खबर, सन्चै हुनुहुन्छ? आज हामी बुक बनाउँदाखेरि अथवा टाइपिङ गर्दाखेरि युनिकोड फन्टहरू फाइल आउँछन्, त्यसलाई चाहिँ पेटीमा कसरी कन्भर्ट गर्ने भन्ने बारे आज हामी सिक्न गइरहेका छौँ होइन। त्यसको लागि हामीहरू सबभन्दा पहिला कम्प्युटरमा जाऊँ। लिन गइरहेको छु। यो जुन तपाईँले देखिराख्नु भएको छ यो अहिले युनिकोडमा छ। युनिकोडमा छ भनेर कसरी थाहा पाउन सकिन्छ भने यहाँनिर तपाईँले सिलेक्ट गर्नुभयो भने फन्ट कुन छ त्यो हेर्नुपर्छ। मङ्गल भयो, त्यसपछि गएर हाम्रो कालीमाटी होइन, यो फन्टहरू चाहिँ प्राय सबै युनिकोड फन्टहरू हुन् होइन। अब यस्तो ओड युनिकोड फन्टहरूलाई चाहिँ हामीले युनिकोड म्याटरलाई चाहिँ हामीले गुगलमा गएर युनिकोड टु अथवा यो साइटमा गएर unicode.sreshwasuri.com.mp मा गएर तपाईँले पेटीमा कन्भर्ट गर्न सक्नुहुन्छ। यहाँनिर तपाईँले युनिकोड फन्टहरू हाल्नुहोस्, कोडहरू हाल्नुहोस् र यहाँ तपाईँको पेटी फन्ट भएर आउँछ। अब यसलाई कपी गर्ने, कन्ट्रोल सी गरेर कपी गर्ने। अनि तपाईँले अब ओडमै जानुहुन्छ भने पनि हुन्छ, कन्ट्रोल एन गर्ने अनि कन्ट्रोल भी गर्नुभयो भने अब यहाँनिर तपाईँले पेटी फन्ट हाल्नु होला। पेटी फन्ट 16 मा राख्नु होला। यो आउने बित्तिकै तपाईँको यसरी पेटीमा कन्भर्ट भएर आउँछ। यसरी हामीले सजिलैसँग युनिकोडलाई पेटी र तपाईँले यो पेटी फन्टलाई चाहिँ युनिकोडमा कन्भर्ट गर्नलाई पनि सेम प्रक्रिया। यसलाई कपी गर्नुहोस् र यसमा जानुहोस्, यहाँनिर तपाईँ पेटी टु युनिकोड देख्नुहुन्छ, यहाँनिर पेटी फन्ट हाल्नुहोस् र कन्भर्ट गर्नुहोस्, यहाँ फेरि युनिकोडको फन्ट भएर आउँछ। सजिलो छ, 2 स्टेपमा यो यसरी तपाईँले गर्न सक्नुहुन्छ। हस्त, धन्यवाद। हाम्रो आजको यो छोटो क्लिपमा हेरिदिनु भएकोमा धन्यवाद। यस्तै कुराहरू सिक्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला, नोटिफिकेसन अन गरेर राख्नुहोला। हाम्रो नयाँ भिडियोहरू यस्तै खालको भिडियोहरू हेर्नको लागि तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू।